हेलो साथी, तपाईँलाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ हामीले कोदोको पिठोमा चाहिँ मोमो बनाउन लाग्यो। मैले चाहिँ पिठो मुस्दैछु, मजासँग घोल्दै मुस्दैछु र यहाँ चाहिँ हाम्रो किमा पनि रेडी भइसकेको छ। यहाँ चाहिँ हामीले चाहिँ भेज मोमो बनाउन लाग्यो। बन्दा र प्याज, सोयाबिन यो मैले मिक्स गर्दैछु। तीनटा कुराहरू मजासँग मिक्स गर्दैछु। यसबाट चाहिँ अब पानी पनि निस्किन्छ, मैले मिक्स गर्दैछु र मजासँग मिक्स गरेर राखिसकेपछि चाहिँ एकछिनपछि चाहिँ यहाँबाट पानी निचारेर मैले अर्को भाँडामा हाल्दैछु र अर्को भाँडामा हालेर सकेपछि चाहिँ हाम्रो मोमो रेडी हुँदैछ। त्यो किमा हो। किमा चाहिँ मेरो बुढाले बनाउँदै हुनुहुन्छ। सेप पनि दामी गराउनुहुन्छ। अब मलाई चाहिँ आउँदैन खासै, कस्तो हुन्छ थाहा छैन। आज चाहिँ हामीले फर्स्ट टाइम बनाउँदैछौँ यो कोदोको पिठोमा चाहिँ। ल, रेडी पनि भइसक्यो। अब चाहिँ फर्स्ट लट्स पाकिसक्यो। यो चाहिँ मोमोसँग खानको लागि, अचार बनाउनको लागि चाहिँ तेल भर्दैछु। अब अर्को हाम्रो मोमो चाहिँ रेडी भइसक्यो। यो चाहिँ अचार हो। दिदीले खानुभएको छ। मैले कस्तो छ दिदी भनेको, दिदीले मिठो छ भन्दै हुनुहुन्छ। र मेरो पालो अब चाहिँ मैले चाहिँ सब खाए ल भन्दै खाँदैछु है। कस्तो मिठो रहेछ है। तर फर्स्ट बाइटै। हजुरहरू पनि बनाएर खान सक्नुहुन्छ। स्वस्थ, एकदम हेल्दी, अर्ग्यानिक खानेकुरा। बाई बाई।